यो नयाँ नेपाली मुभी मात्र साइन्स फिक्सन होइन, यो हिन्दू माइथोलोजीसँग पनि कनेक्टेड छ। जब हामीले यसको भिजुअल्स हेर्छौँ, त्यहाँ पनि एक ठाउँमा देखाइएको छ र जब हामीले यसको डिस्क्रिप्सनमा यसको प्लटका बारेमा पढ्छौँ, तब त्यहाँ हामीले पढ्न सक्छौँ कि जब प्रलयपछि मानव अस्तित्व अन्त्यमा छ, तब मेघनाथले एउटा यस्तो अमर अस्तित्वको सिर्जना गर्छन् र उसलाई स्यामन्तक मणि खोज्न पठाउँछन्। हो, यही स्यामन्तक मणिको उल्लेख हाम्रो भगवत पुराणमा पनि गरिएको छ। यसको बारेमा भनिन्छ यो सूर्यदेवको तेजबाट उत्पन्न भएको थियो र सूर्यदेव जतिकै तेजिलो र सूर्यदेव समानै शक्तिशाली थियो। यसले प्रतिदिन 8 बार सुन उत्पादन गर्थ्यो र जहाँ पनि हुन्थ्यो त्यहाँ सुख, शान्ति, समृद्धि ल्याउँथ्यो। यो मणि द्वापर युगमा द्वारकाका सत्राजितले तपस्या गरी भगवान सूर्यबाट प्राप्त गर्छन् र जब उनले द्वारका लिएर जान्छन्, भगवान श्रीकृष्णले यस्तो चिज त राज्यको हितको लागि प्रयोग गर्नुपर्छ, लगेर आफ्नो राजा उग्रसेनलाई दिनु भन्छन्। तर लोभ र अहङ्कारको कारण सत्राजितले भगवान श्रीकृष्णको कुरा मान्दैनन् र एक दिन जब सत्राजितका भाइ प्रेसेन त्यो मणि लिएर शिकारका लागि जान्छन्, त्यहाँ एउटा सिंहले आक्रमण गर्छ र त्यहाँ उनको मृत्यु हुन्छ। जब यो खबर द्वारकामा पुग्छ, सत्राजितले आफ्नो भाइ मारी मणि चोरेको आरोप भगवान श्रीकृष्णमाथि लाउनुहुन्छ र भगवान श्रीकृष्ण त्यो आरोपलाई गलत साबित गर्न जङ्गल जानुहुन्छ। त्यहाँ भगवान श्रीकृष्णले एउटा गुफाभित्र जामवन्त भगवान श्रीकृष्ण बीच कम्तीमा 28 दिन। यो त अरू कोही नभई भगवान विष्णुका अवतार हो, एकदम मेरै राम भन्ने थाहा पाएपछि उहाँले त्यो मणि भगवान श्रीकृष्णलाई सुम्पिदिनुहुन्छ र आफ्नै छोरीको हात पनि। जब भगवान श्रीकृष्ण मणि लिएर द्वारका फर्कनुहुन्छ, सबै कुरा भनिसकेपछि सत्राजितले आफ्नो कुकर्तुतको लागि क्षमा माग्दै भगवान श्रीकृष्णलाई आफ्नै छोरी सत्यभामाको हात दिनुहुन्छ। भगवान श्रीकृष्णले त्यो मणि आफैसँग राख्नु हुँदैन, त्यो मणि फिर्ता गरिदिनुहुन्छ, किनकि स्यामन्तक मणि मात्र एउटा रत्न नभएर यो एउटा परीक्षा थियो मानवताको, धर्मको। हो, यहाँ पनि फ्युचरमा अन्त्य हुन लागेको मानवता देखाइएको छ र त्यहाँ हामीले डायलग्सहरू पनि सुन्न सक्छौँ कि कमजोरहरू मर्छ र ताकतहरू बाँच्नेछन्। र म एकदमै एक्साइटेड छु, किनकि चलचित्रहरू नेपालमा हत्तपत्त बन्दैन, किनकि यसको भिजुअल्सहरू पनि राम्रो देखिन्छ, हल्का एआई जेनेरेटेड जस्तो देखिन्छ, तर पनि दिस काइन्ड अफ कन्सेप्ट, दिस काइन्ड अफ भिजुअल्स, दिस काइन्ड अफ स्टोरी कहिले पनि नेपाली सिनेमामा देख्न पाइँदैन। म त एकदमै एक्साइटेड छु। तपाईँहरू कसले हेर्नुभयो र कस्तो लाग्यो यो ट्रेलर